मैले अस्ति एउटा केटाले मलाई सिन्दुर पोते गरेर घरमा पनि लग्यो, म 1 हप्ता बसेर आएँ कि बिहे गरेर पनि मलाई, किनभने मैले यहीँ टिकटकमा नै हालेको थिएँ, टिकट अहिले यहीँ छ, मलाई घरमा लग्यो, म तिमीलाई साथ दिन्छु, तिमी जस्तो जेसुकै भए पनि, मलाई मेरो पहिलाको बुढी डिभोर्स गरेको हो, मेरो एउटा छोरी छ भनेर मलाई यहीँ भद्रकालीमा सिन्दुर हालेर घरमा लग्यो। 1 हप्ता बस्यो, 1 हप्ता गरेपछि मलाई त्यहाँ ट्रान्स भनेर चिनेन, मलाई महिलै भनेर चिने मैले, किनभने मैले त खुलाएर पनि मलाई बोल्न सकिनँ, त्यहाँ उहाँ छ्यावर थियो, 10 दिन जति बसेँ, घाँस दाउरा गरेँ, यताउति गरेँ, म त्यहीँ बस्ने भनेर गएको छु होइन, केटाको घर हो, कस्तो रहेछ त, मेरो एउटा सपना सोख पुरा होस् भनेर केटाले सिन्दुर ल त्यहाँ गएपछि केटा पनि रक्सी खाइदिने, भ्याट स्मोकिङ गरिदिने, म डाँड रक्सी स्मोकिङ ड्रिङ्क्स नगर्ने मान्छे। अनि फेरि आएँ, अनि आएपछि कहिले पनि सुत्रिएन, अनि नसुत्रेपछि तिम्रो बाटो तिमी जाऊ, मेरो बाटो म बस्छु, एक्लै लाइफ हो, तिमीले मलाई धुनधान बिहे गरेर नागिता बनाइदिनु, नागिता पनि बनाइदिन तयार थियो कि, होस् म तिमी बरु कुनै केटीसँग बिहे गरेर बस्छ, मलाई अब यस्तो जाँड रक्सी खाने, उल्टै मैले पाल्नु पनि केटासँग के बस्नु भनेर मैले उसलाई पनि, त्यो पनि उसले बेला बेलामा रुन्छ, मर्छु यताउति, तिमीले नि धोका दियो भन्छ। केटाहरूले त भन्न त भनिहाल्छ नि, तर मैले चाहिँ साँच्चो रेल माया गरेको थिएँ, उसले पनि रेल माया गरेर, मैले त्यस्तो केटा मैले अहिलेसम्म देखेको थिइनँ जिन्दगी लाइफमा के, बुढी म पाल्छु, विदेश गएर मलाई कामको थियो, म ज्यामी काम गरेँ भने पाल्छु भनेर भन्छ। अहिले पनि उसले तेरो अनुहार मात्रै हेर्न भएन, आउँछु हेन तेन भन्छ, मलाई किन कसै छोराको लाइफ बर्बाद पार्न मन लागेन कि सर होइन। उसलाई थाहा थियो, उसको फ्यामिलीलाई थाहा छैन, उसको फ्यामिलीलाई थाहा छैन, उसलाई त थाहा भएर उसले त पुरै मैले भनेको, मैले बच्चा दिन सक्दिनँ, सबै चिज माया दिन सक्छु, 32 गुणले भरिएको महिलाको जस्तो चिज भने उसले सबै उसको घरमा उठेर म 5 बजीदेखि बढार कुडार पानी घाँस दाउराको सबै गरेको, त्यो म इन्टरकास्ट हो भनेर उहाँहरूले पनि स्वीकारेको। पहिलाको केटी हो भयो, अलिकति जेठी रहेछ 2-4 वर्षले, उसले घर गरेर खाने केटी हो, तिमी आफै खराब हो भनेर केटालाई नि सम्झाएको थियो। अहिले मिडियामा हेरेको रहेछ भने बोली त्यो अब आफू मैले भनेको त झुट होला होइन, झुट त टिक्दैन नि त। अनि केटाले सपोर्ट गरेको थियो कि, अनि मैले केटालाई, उसलाई चाहिँ मैले एउटा, किनभने द्याट्स गुड आइडिया, मैले उसलाई किनभने राम्रो मान्छे बन, रक्सी थोरै खाऊ, स्मोकिङ पनि गर्छ तर कन्ट्रोल गर, बरु राम्रो कन्ट्री हेरेर भोलि म बुझेर बाहिर पठाइदिन्छु, भोलि तिम्रो छोरी छ, त्यही छोरीलाई म शिक्षा दियो, राम्रो मान्छे बन्यो भने अहिलेको बच्चाले पढेको हुन्छ, मेरो फिलिङ्स आनालाई मम्मी भनेर मलाई बुझ्ला, त्यही बच्चाले हेर्ला, हामीले जन्म दिएको बच्चाभन्दा अरू बच्चाले हेर्छ नि त। कति आफूले पाएको छोराछोरीले त, जन्म दिएको छोराछोरीले त वृद्धाश्रम लगाएर राखिदिने, मन्दिरमा लगाएर राखिदिने, त्यस्तो गर्छ भने बरु अरू बच्चाले हेर्छ कि भनेर मलाई त्यो सपना थियो। अहिले फोन गरिरहन्छ, छुटेको त छैन, मैले ऊ सुत्रोस् भनेर उसलाई मैले काम गर भनेर चाहिँ पठाइदिएको हो कि। अनि म अहिले रङ लाउँदैछु बुढी भनेर अघि कल गर्दै थियो, म 2-4 दिनपछि पैसा लिएर आउँछु भने मलाई तिम्रो पैसा चाहिँदैन, तिमी सुत्र, न्यानो कपडाहरू लगाऊ, भोको नबस, अनि तिमी खायो भनेर सोध्छ, अनि त्यस्तो हुन्छ कि जिन्दगी। तपाईँ हिजो पुरुष हुँदाखेरि जस्तै भनौँ तपाईँ पुरुषपट्टि नै आकर्षित हुँदाखेरि चाहिँ जस्तो तपाईँहरू बिचको सेक्सुअल रिलेसन चाहिँ कसरी हुन्थ्यो, तपाईँहरू सन्तुष्टि चाहिँ कसरी पाउनुहुन्थ्यो, जस्तै यो त तपाईँले खुलेर भन्नुहुन्छ सबै कुरा होइन? यस्तो सन्तुष्टि खुलेर भन्दाखेरि हामीले महिलालाई गर्ने एउनीमा मात्रै सन्तुष्टि होइन नि त, सेक्स भनेको त हाम्रो अङ्ग सेक्स हुन्छ कि, हाम्रो अङ्ग चाहिँ सँगै लुटुक्क सुतेर बस्दाखेरि पनि सेक्सै हुन्छ, अङ्गलाई मारेर पनि। जब सेक्स भनेको त हामी विदेशीको कस्तो सेक्स हुन्छ त कि, त्यो हामी मात्रै होइन नि त ट्रान्स समलिङ्गी, हाम्रो नेपालमा मात्रै होइन नि, यो त 2014 अनुसार 75 होइन, 76-77 जिल्ला भइसक्यो, यो त जहाँसुकै हुन्छ क्या, इन्डियामा गयो, इन्डिया अमेरिका युएसए जस्तो ठाउँमा पनि हुन्छ, त्यहाँ गे समलिङ्ग हुन्छ, त्यो भनेको त नर्मल हो, तपाईँलाई त्यो भन्नै पर्दैन यहाँ सेक्स हुन्छ त्यहाँ। अहिले त मैले अब भोलि गएर बच्चा दिन सक्दिनँ, मैले भोलि गएर भेजिना बन्यो भने आनन्दले त्यसमा सेक्स गर्न मिल्छ। अहिले दिल्लीमै कस्तो हुन्छ, नेपालमै अस्ति आइसक्यो होइन, एकजनाको ससेस भएर गइसक्यो सेक्स गर्नुलाई, भनेपछि मेरो पुरुष भएर जन्म पनि मेरो आत्मा छ भने मेरो अङ्गबाट त मैले त फिलिङ्स चाहनालाई उ गरेर मैले त्यसलाई त्यो लिङ्ग परिवर्तन गर्ने, चेस्ट बनाउनु गर्छ त मैले सबै दिन सक्छु कि, एउटा बच्चा मात्रै दिन नसक्ने हो। अहिले पनि मेरो हस्बेन्ड मलाई उहाँले माया गर्नुहुन्छ, उहाँ मसँग सन्तुष्टि हुन्छ, तर तिमी सन्तुष्टि छौ भने नि म सन्तुष्टि छु बुढी, के भयो त, म तिमीसँग सन्तुष्टि, तर मलाई माया कमी हो, तर तिमी छोडेर म जिम्दै केटी बिहा गर्दिनँ, अब चाहिँ म बौलाएर रोडमा हिँड्छु भने त्यो चाहिँ मलाई डर लाग्छ कि, न बौलाएर हिँड्दिनु हो कि, न के अरे भ्याट्ट मर्दिनु हो कि भने मलाई त्यो डर लाग्छ होइन। मान्छेको छोराको लाइफ किन बर्बाद पार्दैन, मैले अस्ति पनि होइन कुनै केटी छ भने बिहा गर कि, कुनै केटी डिभोर्स भएर बसेको त्यस्तै घर बिग्रे केटीहरू त्यस्तो पाउँछ त, कन्ने केटी नपाएन भनेर भन्छु। अनि मैले भने आफ्नो खुट्टामा आफै उभिन सकेपछि त्यो राम्रो हो। अहिले त्यो केटी मात्रै खोज्ने त्यो होइन, तपाईँले सेक्स गर्नुभयो त्यो मसँग केटा बसेपछि कहिले पनि दुःखी हुँदैन कि,
अब मसँग मेरो पहिलाको बोयफ्रेन्ड पनि तिमी त हो मलाई त केटी जस्तो लाग्छ एउटा के जस्तो लाग्दैन तिम्रो उ त भनेर भन्थ्यो कि अनि होइन मसँग सेक्स हाना त भइहाल्छ नि अब हाम्रो अङ्ग हुन्छ त्यो डाइरेक्टर जान्न चाहन्छ है फेरि होइन सेक्स भनेको कुरा त हुन्छ कि त्यो अब मनले बुझेर आफूले मनले आत्मादेखिबाट मान्छेसँग हुन्छ कि खुसी राखिदिनुलाई त त्यो केही होइन महिला पुरुष मात्रै हुन्छ भने होइन तेस्रो लिङ्गीसँग पनि कति तेस्रो लिङ्गीले बिहा पनि हामी जस्तो मिडियामा खुलेका छैन नि यस्तो छ नि त जस्तै एउटा कुरा के भने तपाईँले जस्तै सेक्स गर्छौँ हामी भन्नुभयो होइन अब मैले त तपाईँलाई आजसम्म देखेको छैन होइन बरु एक दिन मैले अब तपाईँ पनि केटै हो भन्नुभयो म पनि केटै हो भनेपछि अनि यो स्तन सर्जरी गरे चाहिँ कसरी हुन्छ त भन्दा तपाईँ यस्तो मलाई फिलिङ्स आउँदैन तपाईँपट्टि किन भन्नु न मैले भने नि मलाई फिलिङ्स आउने मान्छे हुनु पर्यो तपाईँसँग चाहिँ मलाई तपाईँले अब तपाईँसँग भेटजान भइसक्यो मेरो साथी भयो नि त तपाईँले मेरो शरीरमा जतै छोए पनि मलाई फिलिङ्स आउँदैन है तपाईँलाई पनि मसँग फिलिङ्स नआउला त्यो केटै हो भन्दाखेरि म जन्मजात केटा भएँ मैले पछि गएर मैले भने म सेक्स मैले कसरी गरेँ भने तपाईँलाई यहाँ देखाउने कुरा त भएन देखाउनु पर्दैन तर एउटा कुरा जस्तै तपाईँले भनिराख्नु भएको छ नि होइन हामी सेक्स गर्छौँ केटाकेटाहरू यस्तो उस्तो भन्ने कुरा जो आयो नि यसमा चाहिँ एउटा कुरा के हो भने अब यो लुकाउने छिपाउने कुरा केही पनि छैन होइन म त एउटा के हो भने तेस्रो लिङ्गी बेसको फिल्म बनाइरहेको मान्छे हो नि त अनि मैले तपाईँलाई के अरे तपाईँको अपमान गरेर या कुनै अरू तेस्रो लिङ्गीको अपमान गर्ने भए म यो फिल्म किन बनाउँथेँ जोखिम छ नि त होइन मलाई जान्न इच्छा के हो भने जस्तै यो फिल्ममा अहिले मैले तपाईँले कुरा निकाल्नुभयो केटा बिच सेक्स हुन्छ यो चाहिँ मैले सुनेको थिएँ तर कसरी हुन्छ भन्ने कुरा थाहा थिएन अनि अर्को कुरा जस्तै एउटा कुरा के भने भोलि हामीले फिल्म बनाउँदा यताउता गर्दा पनि होइन म जस्तै अरू मेकरहरू पनि हुन सक्नुहुन्छ कि जो कि यो तेस्रो लिङ्गी बेसमा चाहिँ फिल्म बनाउने होइन उहाँहरूलाई पनि भोलि तपाईँहरूको बारेमा डिटेल जान्न मन होला तपाईँले जस्तै तपाईँको यौनाङ्ग छ लिङ्ग छ होइन तपाईँले अघि भन्नुभयो मसँग लिङ्ग छ भन्नुभयो होइन मैले अहिले लिङ्ग छ भनेर भनेको होइन पहिला लिङ्ग थियो म जन्मजात लिङ्ग भएको मैले सर्जरी गरिसकेँ होइन त्यो लिङ्गलाई फालिसकेँ मैले भेजिना बनाइसकेँ मैले बच्चा हुँदैन त्यो मैले भोलि पाठे घर राखेर बच्चा पाउनु पनि सक्दिनँ होइन मैले किनभनेदेखि अहिले चाहिँ मैले किनभनेदेखि मेरो त्यसमा सेक्स गर्न त्यसमा शारीरिक सम्बन्ध राख्न मिल्छ होइन मजाले मिल्छ बच्चा हुँदैन मेरो बोयफ्रेन्ड चाहिँ मेरो पार्टनर चाहिँ त्यसमै खुसी छ मैले भेजिना मैले यौनी बनाएँ भन्दैछ म जो पाइसँग लापरवाहीसँग अहिले यस्तो नेपालमा 30 लाख हाराहारी HIV एड्स भएको मान्छेहरू हुन्छ मेरो लाइफ ड्यामेज गर्न म चाहदिनँ नि त मेरो जिन्दगी राम्रो छ म एउटै पार्टनरसँग मैले शारीरिक सम्बन्ध राखेर मेरो पार्टनर चाहिँ खुसी छ भनेर भनेको त्यो त ठिक हो कि मैले जान्न चाहेको कुरा एउटा मेकर भएकोले कारण भोलि स्क्रिप्ट लेख्दा अरूहरूलाई पनि यो ज्ञान होस् न सर होइन कतिजनाहरू तपाईँहरूसँग बोल्नै डराउनुहुन्छ होइन यस्तो तपाईँले भन्नु केटा भन्नुभयो होइन एउटा कुरा म क्वेसन गर्छु हेर्नु जस्तै केटामा तपाईँसँग लिङ्क हुँदा केटा सेक्स गर्नुहुन्थ्यो अरे होइन भनेपछि यो एउटा मैले नौलो कुरा सुन्न चाहिँ सुनेको थिएँ तर चाहिँ अब तपाईँ हुन चाहिँ तेस्रो लिङ्गी स्वभाव तपाईँको लिङ्ग उत्तेजित हुन्थ्यो कि हुन्थेन मेन कुरा त्यो हो कि भोलि हामीले फिल्म बनाउँदा तपाईँकै क्यारेक्टर भोलि मैले गर्नु पर्यो भने होइन अब त्यो चिजसम्म पुग्दा गुप्ताङ्गहरूको कुराहरू त्यो आउँदा समाजमा मैले कसरी व्यक्त गर्ने उहाँले भन्नुभएको कुरा के हो भने जस्तै तपाईँले अहिले सर्जरी गर्नुभएको त 2 वर्ष भयो भन्नु त्यो लिङ्ग फाल्नुभएको 2 वर्ष भयो भन्नु जस्तै तपाईँ हिजो लिङ्ग नफाल्दाखेरि तपाईँ सेक्स गर्दाखेरि तपाईँको लिङ्ग चाहिँ उत्तेजित हुन्थ्यो कि हुन्थ्यो लिङ्गको कुरा गर्नु होइन पहिला मैले भर्खर म ट्रान्स भएको बेलामा मैले त्यो मलाई थाहा नहुँदाखेरि त्यो उचित पनि हुन्थ्यो नहुने तर अहिले मैले त्यति बेर मैले आफू ट्रान्स भनेर त्यसले गरेर म खुलिसकेपछि मैले हर्मोन खान थालेँ मैले पुरुषको हर्मोनलाई ब्लक गरिदिने लेडिज हर्मोनलाई उत्तर नहुने दारी जुङ्गा नआउने यस्तो हियरहरू नहुने होइन स्किनहरू राम्रो हुने अहिले त 30 नमस्कार हजुरको शुभ नाम मेरो सङ्गीता थापा हजुरको पुरा परिचय दिनुपर्दाखेरि म सङ्गीता थापा हो मेरो घर चाहिँ सिन्धुपाल्चोक चौतारा हो म बस्ने चाहिँ लाजिन पाट हो अहिले हजुरलाई चाहिँ कसरी चिनिन्छ अथवा सिधा रूपमा भन्दाखेरि तेस्रो लिङ्गी त्यही नै होइन मलाई तेस्रो लिङ्गी भनेर चिन्छ म ट्रान्सजेन्डर भनेर चिन्छ प्रायः जस्तो त म आफै त्यस्तै भएर खुलेको छु म तेस्रो लिङ्गी नै भएर अरू के भनेर चिन्नु म महिला भनेर चिन्न पुरुष भनेर चिन्न म तेस्रो लिङ्गी भनेर चिनिन्छु हजुर मलाई केही आपत्ति छैन मेरो पहिचान यही हो होइन म जन्मजात पुरुष भएर जन्मे पनि मेरो फिलिङ्स चाहना मेरो महिलाको छ मैले घर परिवारबाट मलाई सायद सपोर्ट त मलाई छैन त्यही पनि म खुलेको 2005 देखिबाटको अहिलेसम्म म खुलिरहेको छु अहिले कति 25 होइन
20 वर्ष भइसक्यो खुलेको मिडियामा अन्तर्वार्ता दिँदा दिँदा बुढी भइसकेँ कुराकानी गरौँ ल हजुरको परिचय दिनुपर्दा कसरी दिनुहुन्छ म चाहिँ यो चिराग फिल्मको निर्माता निर्देशक हिरो र हिरोइनी दुइटै हैन अब मेरो नाम चाहिँ त्यागमूर्ति मङ्सिर 26 चिराग भोलिबाट हजुर कुन ठाउँमा लाग्दैछ तपाईँको यो हाम्रो देशभरि नै छ सर देशभरिको हलहरूमा छ बुकिङ पनि खुलिसकेको छ कतिपय ठाउँमा त बुकिङ पनि एकदम आक्रामक छ भन्ने कुराहरू नै आइरहेछ राम्रै उहाँले भन्नुभयो उहाँको समुदायबाट नि होइन एकदम इच्छा जागृत गर्नुभएको छ अरे अनि उहाँहरू पनि जाने भन्ने कुराहरू छ कि उहाँहरूको त एउटा ग्रुप नै तयार भइराख्नु भएको छ होइन अब भोलि हेरौँ न नतिजा के आउँछ अब भोलि त तपाईँको मैले सुन्नमा आएअनुसार सर होइन चिराग हेर्नलाई भोलि तपाईँको त्यो अष्टनारायणमा हाम्रो अब जया दाई पनि आउने भन्ने कुरा भयो नि त अनि त्यो भएपछि 11:30 को सो त पुरै गाडीहरू बसहरू बुकिङ भएर आइरहेछ अरे कि हललाई पहिल्यै जानकारी भइसक्यो अरे त्यो होइन तपाईँको सोमा चाहिँ यस्तो भइरहेछ है भन्ने कुरा छ कि त्यो छ तपाईँ खुसी कुरा पनि हो तपाईँलाई यो त एकदम खुसी कुरा हो नि त अब टिकट काटेर भाडाको दर्शक ल्याएर मिडिया लानुभन्दा त कोही गाडी ल्याएरै आइरहेछ हलबाट जानकारी आइरहेछ ल हाम्रो यो सो यति बजे राखिदिन्छौँ भन्ने कुराहरू भइरहेछ सबै कुराहरू भइरहेछ भने त यो त खुसी कुरा हो नि त हुन्छ ठिकै छ तपाईँको यो फिल्मको केही जानकारी हामी भोलि पनि लिनेछौँ तपाईँको फिल्म कतिको राम्रो छ कतिको सफलता पाउँछ होइन कुरा हामी लिनेछौँ र उहाँसँग कुरा पर्दा यो फिल्ममा चाहिँ हजुर कसरी जोडिनु भयो तपाईँको यो फिल्ममा चाहिँ तपाईँको रोल चाहिँ के छ यस्तो यो फिल्ममा म कसरी जोडेँ भन्दाखेरि उहाँलाई चाहिँ मेरो साथीहरूलाई चाहिँ बिचरा उहाँले ट्रान्सको यस्तै तेस्रो लिङ्गीकै फिल्म बनाउनु भएको रहेछ अनि यसमा चाहिँ एकदम ट्रान्स चाहिएको रहेछ होइन मलाई एक्टिङमा एकदम सोख भएको मान्छे अनि मेरो साथीलाई उहाँले सोच्नु भएछ तपाईँहरू फिल्म खेल्नुहुन्छ भनेर सोध्नु भएछ हामीलाई त एक्टिङ आउँदैन ऊ त्यसलाई आउँछ भनेर मेरो साथीहरूले देखाइदिएछ क्या मलाई देखाइदिनु भएछ अनि उहाँले पहिला चाहिँ डराउनु हुन्थ्यो अरे कि तेस्रो लिङ्गीहरूले नपिट्ने हो कि न के गर्ने हो कि एकैचोटि डाइरेक्ट जानु भन्दाखेरि उहाँ एकदमै डरै जानु भएको रहेछ अनि उहाँ गएर सोध्नु भएछ अनि खेल्दिनँ भन्नुभएछ अरूले अनि उहाँले खेल्छ सङ्गीताले खेल्छ भनेर भनेछ अनि उहाँले आएर मलाई सोच्नु भयो तपाईँ फिल्म खेल्नुहुन्छ राम्रो एक्टिङ गर्नुहुन्छ अरे भनेर भन्नुभयो अनि खोइ मलाई खासै एक्टिङ त आउँदैन म अब कस्तो फिल्म हो भनेर मैले विश्वास गरिनँ उहाँले भोलि भेट्नु भन्नुभयो 10 बजे मैले भेटेँ अनि उहाँले कथा मैले विश्वास पनि गरेको थिइनँ कि उहाँ डाइरेक्टर हो भनेर म त अब नयाँ हुनुहुँदो रहेछ अब खासै मैले चिनेको पनि छैन पुरानो डाइरेक्टरहरू त चिन्थेँ होइन अनि भोलिपल्ट मलाई बोलाउनु भयो एउटा फन पार्कमा अनि 10 बजे बोलाउनु भयो दुईजना हामी ट्रान्सलाई तेस्रो लिङ्गीलाई बोलाउनु भएको थियो एउटा मेरो साथी के अरे निशा होइन ईशालाई मैले बोलाएँ उहाँले खोज्नु भन्नुभएको थियो मैले बोलाएँ अनि उसलाई पनि एउटा डायलग दिनुभयो मलाई यसो दिनुभयो मैले यसो हेरेको आफ्नै बारेमा मैले आफ्नो घर परिवार समाजमा भोगेको चिज होइन मैले त्यो देखेँ कि उहाँको त्यो डायलगहरू हेर्दा त्यो कथाहरू हेर्दाखेरि मलाई एकदम मन पर्यो त यो साँच्ची हो कि रेल हो तपाईँ भनेर भनेको रेल हो विश्वास गर्नुहोस् न तपाईँ खेल्न सक्नुहुन्छ एक्टिङ गर्न होइन म कोसिस गर्छु भनेर मैले भने मेरो साथीले चाहिँ रिजेक्ट गरिदियो उसले मानेन अनि मैले चाहिँ निरन्तर दिएँ मलाई त्यो कथावस्तु यसो पढ्दाखेरि होइन मलाई एकदम रुन मन पनि लाग्यो मैले त्यो समाजमा भोगेको मैले परिवारमा मैले भोगेको कहिले पनि मलाई मेरो परिवारले एक्सेप्ट गर्नु भएन मेरो बुवा यो संसारबाट बिदा हुनु भइसक्यो मेरो मम्मीले पनि त्यति एक्सेप्ट गर्नु भएन मेरो फ्यामिली दिदी बहिनी कसैले गर्नु भएन म आफै सङ्घर्ष गर्दै यो ठाउँमा पुगेकी हो होइन म खेल्छु कोसिस गर्छु भनेर भन्नुभयो अनि उहाँले बिस्तारै त्यो डायलग दिनुभयो उहाँले क्लास पनि लिनुभयो त्यसरी नै मैले उहाँलाई त्यसरी भेट भएको तपाईँ यो कुरा गरेर अलिकति भावुक पनि हुनुभयो भनेपछि तपाईँले हिजोको दिनमा आफूले भोगेको जुन पीडाहरू थियो तपाईँले कहीँ पोख्ने ठाउँ पाउनु भएको थिएन त्यो चाहिँ यो फिल्म मार्फत पाउनुभयो यस अफकोर्स मैले किनभने त्यो फिल्ममा चाहिँ मैले एकदमै म अरू फिल्म भए म खास खेल्ने पनि थिइनँ होला होइन यो ट्रान्सको तेस्रो लिङ्गीको भएको कारणले मैले एकदम भोगेको थिएँ मेरो परिवारले दिएको चोट जति मलाई धेरै चोट दियो कि म अहिले पनि बाहिर बसेको म एकदम राम्रो ब्याकग्राउन्डको मान्छे हो तर म तेस्रो लिङ्गी भएको कारणले गर्दाखेरि मलाई मानसिक टर्चर म एन्जाइटी डिप्रेसनमै पुऱ्याएर म सोसाइटीमा पुगेको मान्छे हो मलाई बाँच्न मुनै नलाग्ने मेरो घाउ यो निको भए पनि मेरो भित्रीको घाउ मैले कहिले पनि निको हुँदैन मैले यो मिडियालाई भनेको छु मैले आफूले दुःख गरेर परिश्रम गराएर कमाएको सम्पत्ति मैले केही नभनिकन परिवार भनेर बस्ने होइन मैले त्यो आफूले
अफिसमा काम गरेर बाहिर नाचडुल गरेर म तराईतिर पनि नाच्न जान्थेँ अनि अफिसको प्रोजेक्टमा पनि काम गर्थेँ। हरेक मैले काम गरेर कमाएको परिवार भने दिदी बहिनी अथवा बुबा अथवा दाजुभाइ भनेर मैले कति प्राइभेट चिजहरू त मैले मिडियामा खुलाएको पनि थिइनँ। अनि मलाई एकदमै त्यो कथा देख्दाखेरि म एकदमै रुन पनि मन लाग्यो कि ओ माई गड होइन, यो त मैले भोगेको हो। मेरो परिवारमा मलाई धेरै मानसिक टर्चर दिएको, मलाई त्यो हिजडा छक्का नपुछ भनेर तिमीले गरेर हामीलाई यस्तो भयो उस्तो भयो, हामीलाई मुख देखाउन लाज भयो भन्यो। मैले कति केटा बन्न पनि कोसिस गरेँ कपाल काटेर होइन, तर मैले सकिनँ कि सर। मैले कपाल काटेर केटा बन्न नि खोजेँ, कपाल पनि काटेँ, केटाको लुगा लाएँ, मेरो हिँडाइ केटाको केटीको बोलै हिँड्दाखेरि लचक होइन। अनि फेस चाहिँ मेरो कपाल काट्दा पनि मलाई कस्तो एनी गुम्बामा बस्ने केटी जस्तो के त्यस्तो देख्नुभयो। मेरो फिलिङ्सभित्र मैले सकिनँ होइन। अनि नसक्दाखेरि धेरै मानसिक टर्चर आउँदाखेरि घरबाट निस्केँ, बाहिर रुम लिएँ। अनि मेरो एउटा सानो आफूले नै मैले मेहनत गरेर नै आफूले सङ्घर्ष गरेर किनेको घर थियो, त्यहाँ पनि मलाई धेरै मानसिक टर्चरहरू भयो। मैले बस्न सकिनँ, त्यहाँ पनि मलाई मेरो चरित्र भयो, मेरो मानवाधिकार हनन भयो। म सिङ्गल बसेँ, परिवार फ्यामिलीसँग बसेर फेरि सिङ्गल बसेँ। सिङ्गल बस्दा नि मलाई धेरै भेदभाव भयो, त्यहाँबाट बाहिर रुम लिएर बसेँ। अनि धेरै डिप्रेसन भयो। अनि मैले यो चिराग मुभीमा खेल्दाखेरि मलाई आफूले भोगेको चिज यो कथामा भिज्दाखेरि चाहिँ मलाई एकदमै ह्याप्पी भएँ कि मैले यति भोलि म मरेर गएछु भने नि मलाई यति मेरो रियल कथा भनेर मात्रैमा चाहिँ मैले यसमा एकदम निमाउन पाउँदा चाहिँ मलाई एकदम खुसी लाग्यो। चिराग मुभीमालाई चाहिँ उहाँलाई धन्यवाद होइन। मैले किनभने मैले यो तपाईँले भन्नुभयो यो फोक्नु पाउनु भन्दा एकदमै हो। मलाई अहिले त सम्झिँदा मलाई परिवारले दिएको टर्चर सम्झे काँडा उम्रिन्छ जिउमा, एकदमै मेन्टल ह्यारिस हुन्छ। मलाई एकदम निन्द्रामा पनि त्यो केही चिजहरू सम्झेँ भने मैले उहाँलाई पनि भनेको छैन मेरो प्राइभेट चिजहरू, अहिले मैले मिडियामा भनेको। अनि मलाई त्यत्रो टर्चर भयो कि मैले आफैले सङ्घर्ष गरेर किनेको बास, मेरो यहाँको घर काठमाडौँको होइन। अनि त्यहाँ त्यो घरबाट निस्किँदाखेरि मैले आफूले मेहनत गरेर त्यहाँ बस्न नपाउँदा समाजले तिमीलाई यस्तो भन्यो उस्तो भन्यो भन्दाखेरि आफूले गरेर उस्तै मान्छे भए सुसाइड गर्थ्यो होला कि। म आफूलाई कति गर्नु, त्यति बेला साथीभाइले पनि साथ दिएन, मैले कसैले पनि साथ दिएन, एकदम भक्तेर हिँडेँ, एकदमै ऊ भयो। अनि निन्द्रा नलाग्ने, मलाई निन्द्रा नलाग्ने, अनि डिप्रेसनको औषधि पनि खाएँ। अनि त्यहाँ गर्दा मैले त्यस्तो डिप्रेसनको बेलामा उहाँलाई भेटेको के, म घरबाट निस्किसकेपछि उहाँलाई भेटिसकेपछि अनि त्यो फिल्ममा चाहिँ मलाई अफर आउँदाखेरि खेल्न पाउँदा एकदम म ह्याप्पी भएर चाहिँ एकदम ऊ भएँ कि। मैले अहिलेसम्म उहाँलाई मैले यति बेला यस्तो ठाउँमा सुटिङ, यति बेला यस्तोमा है यसरी आउनुपर्छ, मैले उहाँलाई कहिले पनि के अरे झुट नबोलिकन मैले उहाँलाई नाइनास्ती नगरिकन मैले उहाँलाई यतिसम्म सपोर्ट गरेर आएँ कि म रेडी भएँ। मलाई डर चाहिँ थियो तेस्रो लिङ्गीहरू यस्तो हुन्छन् उस्तो हुन्छन् मुनि हुन्छ, अब मेरो साथीहरूले भने कति पैसा दिँदैन कि भन्ने डर थियो, अरूले सुने भनेको भरमा होइन, सुनेको थिएँ नि त मैले। अनि मैले उहाँहरूको व्यवहार चाहिँ एकदम बर्बाद। अनि आज भन्नुभयो आज यस्तो छ है तिमी यसरी आउनुपर्छ है भन्यो भने मैले अरू काम, मेरो आमा बिरामी हुनुहुन्छ गाउँमा, म आमालाई पनि म 2-4 दिनपछि आउँछु ल भनेर बरु गाडीमा दबाई पठाइदिएर म यो मुभीलाई एकदम निरन्तर दिइरहेको छु। यो मुभी चलोस्, जो दर्शक यो समाजले हेर्नुपर्छ होइन, यो सबै समाजले हेर्नुपर्छ। हामीले कति फिल्महरू हेर्छौँ नि, त्यो फिल्मभन्दा यो डिफ्रेन्ट छ क्या। यो फिल्म डिफ्रेन्ट छ। यो म जस्तो मान्छेहरू कति गुम्सेर लुकेर बसेको हुन्छ, अहिले पनि कति परिवारले सपोर्ट गर्दैन, आफ्नो छोराको फिलिङ्स यो हो भनेर बुझ्नुपर्छ, मान्छेले शिक्षा दिनुपर्छ। अनि आफ्नो छोरालाई अनुशासनमा डिसिप्लिनमा राख्नुपर्छ होइन। अनि उसको फिल्म चाहना चाहिँ एउटा महिलाको भएपछि चाहिँ त यस्तो उस्तो भनेर चाहिँ परिवारले टर्चर दिएर कति मान्छेले सुसाइड पनि गरिदिन्छ कि, कतिले त्यो गरेको पनि छ परिवारले टर्चर। तर किनभने आफ्नो कति महिलाको पुरुषको जस्तो फिलिङ्स हुन्छ भने कति पुरुषको महिलाको जस्तो हुन्छ, त्यसलाई सपोर्ट गर्नुपर्छ परिवारले। कसैको चरित्र हेम नगर्नु, कसैको मानवाधिकार हनन नगर्नु, स्वतन्त्र रूपमा बाँच्न दिनु। एउटा पशु पन्छीलाई त कुट्ने अधिकार छैन भने हामी त मानिस हो, मानिस भएर जन्मेपछि मानिसले बुझ्नुपर्छ, मानव भएर जन्मेको पछि म त्यही भन्न चाहन्छु कि अरू केही भन्दिनँ। यो फिल्म हेरेर मेरो परिवारले चाहिँ कति चोट दिएको छ, मलाई कति यातना दिएको छ, कति डिप्रेसनमा सुसाइडमा समेत पुर्याउने मेरो परिवार हो समाजभन्दा पनि। तर यो फिल्म हेरेर चाहिँ बुझ्नुहोस् भन्न चाहन्छु, म त्यति नै हो। भनेपछि तपाईँले परिवारबाट त निकै टर्चर भोगे भन्नुभयो होइन, तपाईँ आफ्नै परिवारबाट यति धेरै पीडाहरू भोग्नुभयो भने चाहिँ कस्तो कस्तो पीडाहरू चाहिँ भोग्नुभयो? तपाईँ आफ्नै परिवारले तपाईँलाई स्वीकार नगर्नु होइन, यति धेरै पीडा दिनु कारण चाहिँ के थियो? कस्तो कस्तो पीडाहरू चाहिँ भोग्नुभयो? यो परिवारमा पनि यस्तो भएको, परिवारले सपोर्ट गर्यो तर पैसाको लागि सपोर्ट गर्यो सर।
मैले मेहनत गरेँ, दुःख गरेँ, 25 वर्षको मेरो सङ्घर्षको कमाइ नि पैसाको लागि माया गर्यो। म अरू केही भन्दिनँ। मैले कमाएको पैसाको लागि युज एन्ड थ्रो गरिदियो, मलाई रोडमा पुर्याइदियो। किनभनेदेखि मैले काठमाडौँमा दुःख गरेर 25 वर्ष मेहनत सङ्घर्ष गरेर एउटा घर किनेँ। पहिला जग्गा किनेँ, मलाई जग्गा भएर एउटा घर बनाउन रहर थियो। अनि त्यहाँबाट मैले त्यो जग्गा मैले भक्तपुरमा किनेको थिएँ, त्यो जग्गा बेचेँ। त्यहाँबाट मैले बुवाको सम्पत्ति लिएँ अलिकति, अनि मेरो बुवाले पनि दिन थपथाप गरेर मैले एउटा धुमाराईमा घर किनेँ। त्यो घर किनेपछि फेरि मलाई सानो बास भयो, मलाई चित्त बुझेन साँडो दुआनाको। त्यहाँबाट मेरो फ्यामिलीहरूले अलिक ठुलो लिनुपर्छ भने फेरि 4 आनाको जग्गा लिएँ, कपनमा घर किनेँ। त्यो घरमा घर किनेपछि मेरो पनि गल्ती थियो है, मलाई न मेरो छोरा पाल्नु, न छोरी पाल्नु, न को पाल्नु, जति भयो नि मेरो परिवार फ्यामिली नै खाओस्, सपोर्ट गरोस् भनेर चाहिँ मैले मेरो आफ्नै मान्छेको नाममा गरिदिएँ। जब नाममा गरेपछि त्यो घरमा गएपछि एकदम राम्रो थियो, माथि बनाएँ 10-15 लाख खर्च गरेर। फेरि मेरो बहिनीले सुसाइड गरिदियो, जापान जाने बेला मैले पढाइदिएँ, हुर्काइदिएँ, बढाइदिएँ, ब्याचलरसम्म गरिदिएँ, उसले सुसाइड गरिदियो। एकदमै मेरो सपनाहरू सबै अधुरो भइदियो। त्यहाँबाट फेरि मलाई त्यस्तै टर्चरहरू हुँदा म त्यहाँ बस्न सकिनँ, बाहिर कोठा लिएर बसेको अहिले लगभग 1 वर्ष भयो। मेरै कमाइमा म आफै बस्न पाइनँ। मलाई फेरि त्यस्तै भन्नलाई त तेस्रोलिङ्गीहरू रोडमा उभिन्छ भने मलाई रोडमा चाहिँ म त्यति उभिन्न। हेर्नुहोस्, म कहिले मिटिङमा, कहिले कता कता मात्रै संस्थासँग आबद्ध छु, तेस्रोलिङ्गीको अफिसको संस्थासँग। अनि फेरि रोडमै पुर्याइदियो कि भन्दा पनि मलाई कति रोएँ होला। जिउँदो लास भएर मरेको लास जस्तो कस्तो बनायो होला। अहिले एउटा सिटामोल ज्वरो आउँदा नि एउटा सिटामोल दिने मान्छे छैन होइन, रानी जस्तो भएर बसेका छन् होइन। कसैलाई रोआएर, कसैलाई रोडमा पुर्याएर, कसैको जिन्दगीसँग खेलबाड गर्नेलाई भोलि उनीहरूलाई नि मर्नुपर्छ। जति करोडौँ सम्पत्ति भए नि छोडेरै जानुपर्छ। लास्टमा पूजा शर्मा मेरै गाउँको बहिनीले भनेको जस्तै मर्दाखेरि 2टा बाँस र 1 जोर कात्रो हो है, त्यति नै लानु, हामीले लानु केही छैन। मैले आफूलाई स्टोन गरेको एक दिन यो संसार छोड्नु छ, म सङ्घर्ष गर्छु। म तेस्रोलिङ्गी भएँ नि म नराम्रो काम गर्दिनँ, राम्रै काम गर्छु। मेरो संस्था छ, बरु मैले संस्थातिर काम दिनुहोस् भनेर गरेर अहिले मैले संस्थामै आबद्ध भएर मैले सुपरभाइजरको काम गरिरहेको छु। संस्थाले मलाई यत्रो पुरानो 2005 देखिबाट त्यही संस्थाले नै मलाई बाँच्ने अधिकार दिइरहेछ, त्यही संस्थाले मलाई हौसला दिइरहेको छ। त्यस्तो हुँदो रहेछ जिन्दगीमा। परिवारले सपोर्ट गर्दैन। कतिको हामी तेस्रोलिङ्गीहरूले बाउ आमा दिदी बहिनी दाजुभाइ भन्छौँ नि, तर आफूलाई माया गर्नुपर्ने रहेछ। परिवार भने नहुन होस्, जन्म दिने आमा बाउ हो। हामीले बिरामी हुँदा दुःख पर्दा सुख पर्दा, चाहे छोरा होस् चाहे छोरी होस्, हामीले माया गर्नुपर्छ। आमा भनेको भगवान हो, जन्म 9 महिना गर्भमा राखेर। तर मैले आमाको माया पनि अरू दिदीबहिनीलाई जस्तो मैले माया पाइनँ। मलाई दसैँ आए कि तिहार आए कि चाडबाड आए कि मलाई केही जस्तो लाग्दैन। त्यही गरे पनि मैले भूमिका निभाएको छु। दुःख कष्ट गरेर मैले घरमा त्यति गर्दा नि हेरिरहेको छु। अहिले मेरो आमा एक्लै हुनुहुन्छ। जस्तै तपाईँले घर चाहिँ अहिले छोडेर अहिले म सडकमा छु भन्नुभयो नि, खास घर चाहिँ कसले लग्यो तपाईँले? तपाईँ आफूले दुःख गरेर कमाएको सम्पत्ति होइन, तपाईँ आफूले बनाएको सम्पत्ति? मेरै फ्यामिली हो, मेरै अब बहिनीहरू, अब मेरै फ्यामिलीहरू छ। कुनै दिन मैले मिडियासँग सबै मेरो प्राइभेट चिजहरू म भन्छु अरू मिडियालाई पनि, मेरो फ्यामिलीहरू बसिरहेको छ। अब मलाई कस्तो लाग्छ भने जिन्दगीमा मैले दुःख पाए पनि अरू खुसी भएर बस्नु होइन। अरूले गरेको सङ्घर्ष, अरूले गरेको मेहनत, पसिनाको कमाइ होइन, अरूले राज गरेर बस्छ भने बस्नु मेरो फिलिङ चाहना थियो। म जन्मिँदा म पुरुष भएर जन्मे पनि मेरो आत्मा महिला हो। बाहिरी शरीर पुरुषको भए पनि भित्रै आत्मा महिलाको हो होइन। त्यही कारणले गर्दाखेरि मलाई समाजले पनि मेरो त्यो गाउँघरमा कोही मान्छे मृत्यु हुँदाखेरि म जान्छु, तर मान्छेले कस्तो अनौठो त्यो कागको छेउमा बकुला जस्तो हुन्छ। मैले गर्ने समाजसँग मैले जानुपर्ने मेरो दाजुभाइ खलाकमा पर्दाखेरि म जान्छु, मलाई कति अलिकति भेदभाव भएको हो कि जस्तो पनि लाग्छ। अनि मेरो बुवा मर्दाखेरि पनि मैले मेरो बुवा मृत्युसँग गर्दाखेरि नै मलाई त्यहाँ पनि कति कुरा काट्ने, कति होच्याउने, कति खसाल्ने भयो। मैले गर्ने त्यति बेला नि मैले छोरा मान्छेको जस्तै कपाल भन्ने चिज पलाइहाल्छ भनेर, हामी त क्षेत्री हो त, अनि कपाल सपाललाई खौरेर जनै लाएर मैले 13 दिन बस्दा मलाई कति गाह्रो कति पीडा भयो होला। त्यहाँ सम्झुनी कुनै थिएन, कुनै मिडिया ल्याउँ भन्ने मेरो पोख्ने कोही पनि थिएन। सिन्धुपाल्चोक चौतारामा मेरो घर चाहिँ पहिला पिपल डाँडा हो, अहिले सदरमुकाममा मैले आफूले फेरि त्यहाँ पनि मेहनत गरेर जमानामै मैले त्यहाँ एउटा सानो बास किनेको छु। अहिले यसलाई मात्रै होइन, त्यहाँ पनि आँखा लाउने कति बेला म मड लाएर
यसको सम्पत्ति खाउँला भन्ने परिवारको धारणा हुँदो रहेछ, माया हुँदो रहेछ कि। अनि मैले जिम्दैमा कहिले पनि माया भने नि मैले कसै दाई भाउजू आमा बुबा दिदी बहिनी कसैको नि माया पाइनँ। अहिले म आफूलाई एक्लै छु, मलाई आफूलाई माया गर्छु, तर मलाई कोठामा एक्लै बस्दा हर्ट एट्याक आउला जस्तो हुन्छ, एन्जाइटीहरू बढ्छ, सिरिङ्ग काँडा उम्रेको जस्तो हुन्छ, अनि छटपट्टिने मन यस्तो हुन्छ। अहिले यो चिराग मुभीहरू लाग्दा हलमा लाग्दाखेरि खुसी लाग्छ, उहाँले यति मेहनत गरेर बनाउनु भएको छ। मैले त्यस्तो रोलहरू खेल्न पाउँदाखेरि मैले आफूले भोगेको चिजहरू मैले त्यहाँनिर दुःख पोख्न पाउँदा मलाई धेरै नै रुन मन लाग्छ। यो भनेपछि हिजो तपाईँ जन्मिँदाखेरि चाहिँ हजुर पुरुष हुनुहुन्थ्यो, तपाईँलाई चाहिँ कहिलेदेखि चाहिँ तपाईँ झन् कति वर्षको हुँदाखेरि चाहिँ तपाईँमा यो जुन यो भावना हुन्छ नि जति महिलाप्रति आकर्षित हुने होइन, त्यो चाहिँ पुरुषप्रति तपाईँ पुरुषपट्टि चाहिँ आकर्षित हुनुहुन्छ तपाईँ होइन? यस्तो हो, म जन्मिँदा पुरुष भएर जन्मिएँ होइन। मेरो बुवाको सपना थियो मलाई पुलिस बनाउने सपना थियो होइन। आफ्नो बाउआमा आफ्नो छोराछोरीको आफ्नो हुन्छ नि। अनि मलाई यस्तो ट्रान्स यस्तो तेस्रो लिङ्गीहरू पनि त्यति बेला खुलेर धेरै थिएन, 10-15 जना थियो। सुनिल बाबु पन्तले ब्लु डायमन्ड सोसाइटी खोल्दाखेरि एउटा नङ पालिस लगाएको एउटा केटीको हाउभाउ भएको एउटा फिलिङ्स भएको मान्छे कहाँ पाऊँ भने जस्तो थियो कि। म एउटा काठमाडौँमा गार्मेन्टमा काम गर्थेँ। म कहिले काहीँ यो सुन्धारातिर टाइममा यता फन पार्कतिर घुम्न आउँदाखेरि म तपाईँले भन्नुभयो त्यो भन्दा पनि मेरो फिलिङ्स आना 10-11 वर्षदेखि बढ्दाखेरि मेरो गाउँमा सबै मेरो दिदी बहिनी दाजुभाइ त समाजमा थाहा छ मैले केटीको काम गर्न पर्ने, केटाको काम नआउने, खेत कोदो रोप्न पर्ने, घाँस दाउरा गर्नुपर्ने, कोदाली चलाउन त्यति नआउने। मलाई 20-21 वर्षमा आएन, तर कति केटीले गाडी पनि चलाउँछ, नचलाउने होइन टाइम पनि चलाउँछ सबै गर्न। तर मलाई आउँथ्यो अरू केटाहरूको जस्तो। मलाई मेरो घरमा गोरु थिएन, मलाई गोरु जोत्न आउने थिएन। त्यो केटाको जस्तो काम एकदम हार्ड कामहरू गर्न नआउने, खालि महिलाको कामहरू रुचाउने, मेरो बुवाले मन नपर्ने। अब गाउँमा हाम्रो त्यस्तो यस्तो के अरे झिचाडा छक्का भन्ने त्यति बेला थिएन। एउटा केटीको ह्याबिट भएको, एउटा केटा मान्छे केटीको स्वभाव भएको, दैलो पोत्ने, घर कुचो लगाउने, कस्तो छोरी मान्छे जस्तो व्यवहार गर्ने, यसले त भोलि कि बिहा गर्दा पनि बुढीलाई सुख दिन्छ, यसले त सबै कामहरू गर्छ भन्ने त्यो हुन्थ्यो। हाम्रो बुवाहरूले चाहिँ छोरी मान्छे जस्तो व्यवहार नगर यो त्यो भनेर मानसिक टर्चर दिन्थ्यो मलाई 10-11 वर्षदेखिबाट नै। अनि म दिदीहरूको त्यो क्रिमहरू चुरेर लाउने। अब त्यति बेला गाजलहरू हुन्थेन, त्यो हाँडीको मस्कोको त्यो कालो त्यो मकै भुट्ने हाँडीको गाजलहरू लाउने। एकचोटि झन् आँखाभित्र पछाडि फुटेको पनि थियो। त्यो पूजा गरेको त्यो ढुङ्गामा पूजा गरेको त्यो सिन्दुरहरूको लिपस्टिक लगाउने। अनि त्यति बेला त्यो एफएम गीतहरूमा 3 बजेपछि त्यो चलचित्रको गानाहरू आउँथ्यो, त्यसमा नाच्ने दिदीहरूको लुगा लाएर त्यस्तो थिएँ। अनि त्यस्तो गर्दा गर्दा काठमाडौँ आएँ। यो माइती घरमा होस्टेलमा काम गर्थेँ। त्यो होस्टेल काम गरेर फेरि गार्मेन्टमा काम गरेँ। त्यहाँबाट आउँदाखेरि एउटा तेस्रो केटाइमै भेटेको एकजना हेटुडाको, अहिले उहाँ हेटुडामा हुनुहुन्छ, नानु लामा भन्ने। उहाँले मलाई केटामै यता आउन भनेर बोलाउनु भयो। अब यो रत्न पार्कभित्र चाहिँ त्यति बेला यस्तो मान्छेहरू 10-12 जना नङ पालिस लगाएको, कपाल पालेको, केटा हो कि केटी हो मलाई पनि मेरो फिलिङ्स यो मेरो पहिचान यो भने मलाई थाहा थिएन कि। मलाई केटीको हाउभाउ मनपर्ने, केटीको लुगा मनपर्ने, केटा मन पर्थ्यो, मलाई थाहा थिएन। अरूले भन्थ्यो यिनीहरू हिजडा हो भन्थ्यो होइन। मलाई पनि म नि हिजडा हुन भएको नि हुन्थ्यो भने जस्तो हुन्थ्यो कि। उहाँहरूको लिङ्ग हुँदैन होइन, उहाँहरूको 2 थरी हुन्छ भन्थ्यो। मेरो त केटाकै छ नि त, केटाकै थियो नि त। अनि मैले के हुन्छ यहाँ तल भने म दिन आउने डर लाग्ने। उहाँहरूले चाहिँ मेरो हाउभाउ देखेर उहाँहरूको अफिसमा चाहिँ अब मान्छे चाहेको अथवा तेस्रो लिङ्गीहरू चाहेको भएर मलाई चाहिँ अफिस छ यो त्यो भनेर बुझाउँथ्यो। अनि अरू त्यो हेर्नेहरूले चाहिँ उहाँहरू चाहिँ यस्तो हिजरा हो, उहाँले दिएको आशीर्वाद लाग्छ, शराब दियो भने शराब लाग्छ भन्थे है। अनि म चाहिँ अनि आफै दिनदिनै हेर्न मन लाग्ने। कति बेला शनिबार छुट्टी हुन्थ्यो हेर्न आउनु मन लाग्ने त्यति बेला यो रत्न पार्कभित्र। अनि उहाँहरूले मैले त्यसो गर्दा एकजना साथीले होइन म केटै हो, मलाई केटा मनपर्छ, हामी क्लबतिर जान्छौँ, बेबिलन डिस्को थियो त्यति बेला, क्लबहरू थियो, 2000 थियो, त्यहाँनिर जान्छौँ, तिमीलाई पनि मेकअप गरिदिन्छौँ भनेर बिस्तारै। होइन म त फेरि तपाईँहरूको 2 थरी छ, म 1 थरी, मलाई केटीको चाहिँ मनपर्छ। होइन हामी केटै हो, मलाई केटा मनपर्छ, मेरो फिलिङ्स चाहना यो भने ए तपाईँहरू यो हो भनेर पो बुझिस्यासी पो ए म पनि यस्तो रहेछु। आज मलाई थाहा भयो म त जिउँदो लास भएर मरेको लास जस्तो पो भइछु। ए म त यो कमिटीभित्र पो पर्ने रहेछु है भनेर। अनि त्यहाँबाट उनीहरूकै पैसाले नक्कली कपालहरू लगाइदिने, मेकअप गराइदिने, अनि
त्यस्तै त हो नि तपाईँले भने जस्तै त्यति बेला ठमेल होइन यो जमल दरबारतिर रमाइलो लाग्ने कति बेला रात पर्ला र मेकअप गरौँला हो आफूलाई यति रानी हिरोनी जस्तो लाग्ने केटा मनपर्ने केटाहरूसँग पार्किङ गरेर जान्थेँ म ढाँड्दिनँ त्यति बेला मैले फर्स्टचोटि त्यो काम छोडिसकेपछि अनि त्यहाँ अब के गर्नु त अब कुनै काम पाउँदैन त्यहाँ जब भर्खर जब एचआइभी एड्स सम्बन्धीको बारेमा कन्डम पनि किन्नुपर्ने बेच्नु पनि पर्ने त्यहाँ जागिरै नपाउने कि थोरै स्टाफहरू अब जब पनि नपाउने बिचरा अनि त्यस्तो गर्ने अनि म त त्यसो गर्दा गर्दा म त्यसरी भिज्दा मेरो बुवाले त्यहाँबाट 2-4 महिनापछि 6 महिनापछि थाहा पाउनु भयो मेरो नङपाले कपालले यति यो आइब्रो मिलाइदिएछ बेसरी काठमाडौँ आएर पिट्नु भयो गाउँकोमा त्यति बेला म 16 वर्षको थिएँ 16 वर्षको थिएँ अनि बुवाले बेसरी पिट्नु भयो तपाईँको छोरा मलाई त्यति बेला डरमा चौकी परेँ कि फेरि म ढाँड्दिनँ किनभने त्यति बेला समातेर त्यत्तिकै लग्यो त्यहाँनिर छोड्न त भोलिपल्ट छोडिदियो अनि बुवालाई गाउँको मान्छे मेरो पुलिसहरू त्यहाँनिर मेरो गाउँको भाइ थियो त्यहाँबाट भएपछि उसले मलाई चिन्यो बेलुका मेकअप भयो दिउँसो त चिन्छ नि त मेकअप ओ मेरो नाम त विशाल हो विशाल त यस्तो जस्तो ओ यस्तो भएछ भनेर त्यहाँ खबर पुगेछ अब यहीँ त थियो मलाई आएर बेसरी पिट्नु भयो कुट्नु भयो फेरि घर लानुभयो घरमा गएर बस्न सकिनँ मलाई अनि म घरबाट फेरि भागेर आएँ अब यसलाई छोडिदिने भनेर त्यतिले छोड्दा बुवाले कहिले पनि एक्सेप्ट गर्नु भएन अहिले यो संसारमा नि हुनुहुन्न कहिले मन पराउनु नि भएन त्यहाँबाट दिदीहरूले पनि 2-4 वर्ष टिका लायो त्यहाँबाट टिका लाउन पनि छोड्नु भयो मैले तिहारमा कहिले टिका लाइन अहिले 15 वर्षै भइसक्यो दिदीहरूको हातको टिका नलाएको अनि दसैँ आयो भने एउटा बन्दसको अहिले पनि म घर जाँदाखेरि मैले सर्जरी गरिसकेँ होइन यस्तै रहेछ जिन्दगी भने मैले सर्जरी पनि मैले गरेको 2 वर्ष मात्रै भयो कि मसँग पैसा थियो जमानामा सर्जरी गर्ने मसँग जति नै थियो मैले आफूले कमाएको सम्पत्ति मलाई एउटा सानो जग्गा किनेर घर पनि सपना थियो त्यो सपना पनि मेरो पुरा त भयो तर अधुरो भयो म बस्नु पाइनँ त्यहाँनिर बस्नु पाइनँ मलाई 20,000 भाडा दिन्थ्यो मलाई 20,000 भाडा दियो त्यो किनभने मैले दुःख गरेर मेहनत गरेको कमाइमा मैले 20,000 भाडा दियो एक फ्ल्याटको मलाई 20,000 भाडा मलाई कति भने 6 महिना 7 महिना दियो मैले यो चेस्ट सर्जरी आएर गरेर थाहा पाएपछि मलाई दिएन म ब्याङ्कअप गएँ सर्जरी गर्न मलाई त्यति बेला त्यो त्यहाँ गुन्डा पनि लाग्यो कुट्नलाई मैले मिडिया बोलाउँ कि जस्तो लाग्थ्यो चौकी जस्तो लाग्थ्यो मलाई गुन्डा लगायो मान्छेहरूले घरकै मान्छेले गुन्डा पनि लगायो कुट्न आयो पिट्न आयो अनि मलाई लडाउँदाखेरि यहाँ पछाडिको ढाड दुख्यो मैले घर छोडेँ म अब यही घरमा सुसाइड गर्छु मलाई अहिले पनि बेला बेला मैले भनेको छु मिडिया म त्यही घरमा सुसाइड गर्छु मैले मेरो पसिनाको कमाइ त्यही छ मैले त्यहीँ गएर सुसाइड गर्नुपर्छ भनेर मैले एउटा सल अहिले पनि राखिरहेको छु होइन अनि मलाई कोही बेला गएर बेलुका गरेँ सुसाइड गरिदिन्छु मेरो पसिनाको कमाइ त्यही छ भने जस्तो लाग्थ्यो फेरि त्यहाँबाट म त्यो घर छोडेर मेरो साथीले लाजिनपाट मम्मी एउटा रुम छ आउनुहोस् केही बिग्रेको छैन अझ नि कमाउने उमेर छ जब गर्ने उमेर छ भन्यो त्यहाँ जब गर्नलाई जब दिन थाल्यो जब गर्ने आएर त्यहाँ कोठा खोज्यो अनि कोठा खाएर आएर भएपछि बस्न सकिनँ त्यहाँबाट बाहिर बस्दा सर्जरी गरेँ सर्जरी गरिसकेपछि पैसा पनि दिएन पहिला महिनामा दिन्थ्यो 6-7 महिना भएपछि दिएन नदेऊ भनेर भन्यो रे दिएन पैसा पनि त्यत्तिकै छोडेर आफूलाई स्टुडेन्ट होस् मलाई धन सम्पत्ति भन्दा मेरो मन खुसी छ मेरो स्वास्थ्य राम्रो होस् म यस्तो पैसा भनेको त भोलि कमाइहाल्छु नि मान्छेले एउटा चिया बेचेर त गुजारा चलाएको छ राति नाइटमा दुईपट्टि थर्मस छ भने म केही गर्न सक्छु भन्ने मैले नराम्रो चिज म गर्नु भन्दा नि राम्रै काम गरेर खान सक्छु मेरो एक्लो लाइफ त हो भनेर म आफूलाई माया गरेर बसेको जिम जस्तै तपाईँले अहिले भन्नुभयो नि मसँग सबै केटाकै सबै हुनुपर्ने चिजहरू थियो भन्नुभयो तपाईँसँग त्यो बेला केटाको हुनुपर्ने चिज हुँदाखेरि तपाईँलाई केटीप्रति चाहिँ कुनै पनि आकर्षित भएन तपाईँलाई यस्तो हो मैले भने होइन मलाई 10-15 जना केटीहरू मैले भने नि राम्रो मेरो घरमा कोही फ्यामिलीमा मलाई दिदी बहिनीहरूले चाहिँ अब घर परिवारमा त बिहा गर्नुपर्छ यो त्यो भन्थ्यो नि तर मलाई केटै मन पर्थ्यो कि केटै मन पर्ने मेरो फिलिङ्स चाहिँ त्यस्तो तपाईँलाई त राम्रो केटी सेतो कम्मर छिनेको भयो भने तपाईँलाई केटीपट्टि फिलिङ्स जान्छ नि त मलाई चाहिँ राम्रो मङ्गोलियन 25-26 वर्षको मेरो एजको केटा मैले त्यस्तो भने म बिहा अनि त्यस्तो केटा भने मलाई फिलिङ्स आउँछ यो केटासँग मलाई घरजम गरेर बस्न पाए नि हुन्थ्यो होइन यसको बुढी भएर बस्न पाए नि हुन्थ्यो बेला बेलामा मलाई पिट्ने गाली गर्ने मलाई घुर्की लगाउने त्यस्तो केटा भयो नि हुन्थ्यो भने जस्तो त्यो मनमा हुन्छ है मैले अस्ति एउटा केटाले मलाई सिन्दुर पोते गरेर घरमा पनि लग्यो म 1 हप्ता बसेर आएँ कि बिहे गरेर पनि मलाई किनभने मैले यहीँ टिकटकमा नै हालेको थिएँ टिकट अहिले यहीँ छ मलाई घरमा लग्यो म तिमीलाई साथ दिन्छु तिमी जस्तो
जस्तो जेसुकै भए पनि मलाई मेरो पहिलाको बुढी डिभोर्स गरेको मेरो एउटा छोरी छ भनेर मलाई यहीँ भद्रकालीमा सिन्दुर हालेर घरमा लगेँ 1 हप्ता बस्यो 1 हप्ता गरेपछि मलाई त्यहाँ ट्रान्स भनेर चिनेन मलाई महिलै भनेर चिने मैले किनभने मैले त खुलाएर पनि मलाई बोल्न सकिनँ त्यहाँ उहाँ छ्यावर थियो 10 दिन जति बसेँ घाँस दाउरा गरेँ यताउति गरेँ म त्यहीँ बस्ने भनेर गएको छु होइन केटाको घर हो कस्तो रहेछ त मेरो एउटा सपना सोख पुरा होस् भनेर केटाले चिन्दैन ल त्यहाँ गएपछि केटा पनि रक्सी खाइदिने भ्याट स्मोकिङ गरिदिने म डाँड रक्सी स्मोकिङ ड्रिङ्क्स नगर्ने मान्छे अनि फेरि आएँ अनि आएपछि कहिले पनि सुत्रिएन अनि नसुत्रेपछि तिम्रो बाटो तिमी जाऊ मेरो बाटो म बस्छु एक्लै लाइफ हो तिमीले मलाई धुनधान बिहे गरेर नागी त बनाइदिनु नागी त पनि बनाइदिन तयार थियो कि होस् म तिमी बरु कुनै केटीसँग बिहे गरेर बस्छ मलाई अब यस्तो जाँड रक्सी खाने उल्टै मैले पाल्न पनि केटासँग के बस्नु भनेर मैले उसलाई पनि त्यो पनि उसले बेला बेलामा रुन्छ मर्छु यताउति तिमीले नि धोका दियो भन्छ केटाहरूले त भन्न त भनिहाल्छ नि तर मैले चाहिँ साँच्चो रेल माया गरेको थिएँ उसले पनि रेल माया गरेँ मैले त्यस्तो केटा मैले अहिलेसम्म देखेको थिइनँ जिन्दगी लाइफमा के बुढी म पाल्छु विदेश गएर मलाई काम खोज्यो म ज्यामी काम गरेर भने पाल्छु भनेर भन्छ अहिले पनि उसले तेरो अनुहार मात्रै हेर्न भएन आउँछु ह्यान भन्छ मलाई किन कसै छोराको लाइफ बर्बाद पार्न मन लागेन कि सर होइन उसलाई थाहा थियो उसको फ्यामिलीलाई थाहा छैन उसको फ्यामिलीलाई थाहा छैन उसलाई त थाहा भएर उसले त पुरै मैले भनेको मैले बच्चा दिन सक्दिनँ सबै चिज माया दिन सक्छु 32 गुणले भरिएको महिलाको जस्तो चिज भने उसले सबै उसको घरमा उठेर म 5 बजीदेखि बडार कुडार पानी घाँस दाउराको सबै गरेको त्यो म इन्टरकास्ट हो भनेर उहाँहरूले पनि स्वीकारेको पहिलाको केटी हो भयो अलिकति जेठी रहेछ 2-4 वर्षले उसले घर गरेर खाने केटी हो तिमी आफै खराब हो भनेर केटालाई नि सम्झाएको थियो अहिले मिडियामा हेरेको रहेछ भने बोली त्यो अब आफू मैले भनेको त झुट होला होइन झुट त टिक्दैन नि त अनि केटाले सपोर्ट गरेको थियो कि अनि मैले केटालाई उसलाई चाहिँ मैले एउटा किनभने ड्याच गुड आइडिया मैले उसलाई किनभने राम्रो मान्छे बन रक्सी थोरै खाऊ स्मोकिङ पनि गर्छ तर कन्ट्रोल गर बरु राम्रो कन्ट्री हेरेर भोलि म बुझेर बाहिर पठाइदिन्छु भोलि तिम्रो छोरी छ त्यही छोरीलाई म शिक्षा दियो राम्रो मान्छे बन्यो भने अहिलेको बच्चाहरूले पढेको हुन्छ मेरो फिलिङ्स आनालाई मम्मी भनेर मलाई बुझ्ला त्यही बच्चाले हेर्ला हामीले जन्म दिएको बच्चाभन्दा अरू बच्चाले हेर्छ नि त कति आफूले पाएको छोराछोरीले त जन्म दिएको छोराछोरी त वृद्धाश्रममा राखिदिने मन्दिरमा राखिदिने त्यस्तो गर्छ बरु अरू बच्चाले हेर्छ कि भनेर मलाई त्यो सपना थियो अहिले फोन गरिरहन्छ छुटेको त छैन मैले उ सुत्रोस् भनेर उसलाई मैले काम गर भनेर चाहिँ पठाइदिएको थिएँ अनि म अहिले रङ लाउँदैछु बुढी भनेर अघि कल गर्दै थियो म 2-4 दिनपछि पैसा लिएर आउँछु भने मलाई तिम्रो पैसा चाहिँदैन तिमी सुत्र न्यानो कपडाहरू लगाऊ भोको नबस अनि तिमी खायौ भनेर सोध्छ अनि त्यस्तो हुन्छ कि जिन्दगी हिजो पुरुष हुँदाखेरि जस्तै भनौँ तपाईँ पुरुषपट्टि नै आकर्षित हुँदाखेरि चाहिँ जो तपाईँहरू बिचको सेक्सुअल रिलेसन चाहिँ कसरी हुन्थ्यो तपाईँहरू सन्तुष्टि चाहिँ कसरी पाउनुहुन्थ्यो जस्तै यो त तपाईँले खुलेर भन्नुहुन्छ सबै कुरा होइन यस्तो सन्तुष्टि खुलेर भन्दाखेरि हामीले महिलालाई गर्ने एउनिया मात्रै सन्तुष्टि होइन नि त सेक्स भनेको त हाम्रो अङ्ग सेक्स हुन्छ कि हाम्रो अङ्ग चाहिँ सँगै लुटुक्क सुतेर बस्दाखेरि पनि सेक्सै हुन्छ अङ्गलाई मारेर पनि जब सेक्स भनेको त हामी विदेशीको कस्तो सेक्स हुन्छ त कि त्यो हामी मात्रै होइन नि त ट्रान्स समलिङ्गी हाम्रो नेपालमा मात्रै होइन नि यो त 2014 अनुसार 75 होइन 76-77 जिल्ला भइसक्यो यो त जहाँसुकै हुन्छ क्या इन्डियामा गए इन्डिया अमेरिका युएसए जस्तो ठाउँमा पनि हुन्छ त्यहाँ गे समलिङ्ग हुन्छ त्यो भनेको त नर्मल हो तपाईँलाई त्यो भन्नै पर्दैन यहाँ सेक्स हुन्छ त्यहाँ अहिले त मैले अब भोलि गएर बच्चा दिन सक्दिनँ मैले भोलि गएर भेजिना बन्यो भने आनन्दले त्यसमा सेक्स गर्न मिल्छ अहिले दिल्लीमै कस्तो हुन्छ नेपालमै अस्ति आइसक्यो होइन एकजनाको ससेज भएर गइसक्यो सेक्स गर्नुलाई भनेपछि मेरो पुरुष भएर जन्म पनि मेरो आत्मा छ भने मेरो अङ्गबाट त मैले त फिलिङ्स चाहनालाई गरेर मैले त्यसलाई त्यो लिङ्ग परिवर्तन गर्ने चेस्ट बनाउनु गर्छ त मैले सबै दिन सक्छु कि एउटा बच्चा मात्रै दिन नसक्ने हो अहिले पनि मेरो हस्बेन्ड मलाई उहाँले माया गर्नुहुन्छ उहाँ मसँग सन्तुष्टि हुन्छ तर तिमी सन्तुष्टि छौ भने नि म सन्तुष्टि छु बुढी के भए त म तिमीसँग सन्तुष्टि तर मलाई माया कमी हो तर तिमी छोडेर म जिम्दै केटी बिहा गर्दिनँ अब चाहिँ म बौलाएर रोडमा हिँड्छु त्यो चाहिँ मलाई डर लाग्छ कि न बौलाएर हिँड्दिने हो कि न के अरे भ्याट्ट मर्दिने हो कि भने मलाई त्यो डर लाग्छ होइन मान्छेको छोराको लाइफ किन बर्बाद पार्दिनँ मैले अस्ति पनि होइन कुनै केटी छ भने बिहा गर कि कुनै केटी डिभोर्स भएर बसेको त्यस्तै घर बिग्रे केटीहरू त्यस्तो पाउँछ त कन्ने केटी नपाएन भनेर भन्छु अनि मैले भने आफ्नो खुट्टामा आफै उभिन सकेपछि त्यो राम्रो अहिले त्यो केटी मात्रै खोज्ने त्यो होइन तपाईँले सेक्स गर्नुभयो त्यो मसँग केटा बसेपछि कहिले पनि दुःखी हुँदैन कि
अब मसँग मेरो पहिलाको बोयफ्रेन्ड पनि तिमी त हो मलाई त केटी जस्तो लाग्छ एउटा के जस्तो लाग्दैन तिम्रो उ त भनेर भन्थ्यो कि अनि होइन मसँग सुत्दा मसँग सेक्स हाना त भइहाल्छ नि अब हाम्रो अङ्ग हुन्छ त्यो डाइरेक्टर जान्न चाहन्छ है फेरि होइन सेक्स भनेको कुरा त हुन्छ कि त्यो अब मनले बुझेर आफूले मनले आत्मादेखिबाट मान्छेसँग हुन्छ कि खुसी राखिदिनुलाई त त्यो केही होइन महिला पुरुष मात्रै हुन्छ भने होइन तेस्रो लिङ्गीसँग पनि कति तेस्रो लिङ्गीले बिहा पनि हामी जस्तो मिडियामा खुलेका छैनन् नि यस्तो छ नि त जस्तै एउटा कुरा के भने तपाईँले जस्तै सेक्स गर्छौँ हामी भन्नुभयो होइन अब मैले त तपाईँलाई आजसम्म देखेको छैन होइन बरु एक दिन मैले अब तपाईँ पनि केटै हो भन्नुभयो म पनि केटै हो भनेपछि अनि यो स्तन सर्जरी गरे चाहिँ कसरी हुन्छ त भन्दा तपाईँ यस्तो मलाई फिलिङ्स आउँदैन तपाईँपट्टि किन भन्नु न मैले भने नि मलाई फिलिङ्स आउने मान्छे हुनु पर्यो तपाईँसँग चाहिँ मलाई तपाईँले अब म तपाईँसँग भेटजान भइसक्यो मेरो साथी भयो नि त तपाईँले मेरो शरीरमा जतै छोए पनि मलाई फिलिङ्स आउँदैन है तपाईँलाई पनि मसँग फिलिङ्स नआउला त्यो केटै हो भन्दाखेरि म जन्मजात केटा भएँ मैले पछि गएर मैले भने म सेक्स मैले कसरी गर्ने भनेर तपाईँलाई यहाँ देखाउने कुरा त भएन देखाउनु पर्दैन तर एउटा कुरा जस्तै तपाईँले भनिराख्नु भएको छ नि होइन हामी सेक्स गर्छौँ केटाकेटाहरू यस्तो उस्तो भन्ने कुरा जो आयो नि यसमा चाहिँ एउटा कुरा के हो भने अब यो लुकाउने छिपाउने कुरा केही पनि छैन होइन म त एउटा के हो भने तेस्रो लिङ्गी बेसको फिल्म बनाइरहेको मान्छे हो नि त अनि मैले तपाईँलाई के अरे तपाईँको अपमान गरेर या कुनै अरू तेस्रो लिङ्गीको अपमान गर्ने भए म यो फिल्म किन बनाउँथेँ जोखिम छ नि त होइन मलाई जान्न इच्छा के हो भने जस्तै यो फिल्ममा अहिले मैले तपाईँले कुरा निकाल्नुभयो केटा बिच सेक्स हुन्छ यो चाहिँ मैले सुनेको थिएँ तर कसरी हुन्छ भन्ने कुरा थाहा थिएन अनि अर्को कुरा जस्तै एउटा कुरा के भने भोलि हामीले फिल्म बनाउँदा यताउता गर्दा पनि होइन म जस्तै अरू मेकरहरू पनि हुन सक्नुहुन्छ कि जो कि यो तेस्रो लिङ्गी बेसमा चाहिँ फिल्म बनाउने होइन उहाँहरूलाई पनि भोलि तपाईँहरूको बारेमा डिटेल जान्न मन होला तपाईँले जस्तै तपाईँको यौनाङ्ग छ लिङ्ग छ होइन तपाईँले अघि भन्नुभयो मसँग लिङ्ग छ भन्नुभयो होइन मैले अहिले लिङ्ग छ भनेर भनेको होइन पहिला लिङ्ग थियो म जन्मजात लिङ्ग भएको मैले सर्जरी गरिसकेँ होइन त्यो लिङ्गलाई फालिसकेँ मैले भेजिना बनाइसकेँ मैले बच्चा हुँदैन त्यो मैले भोलि पाठे घर राखेर बच्चा पाउनु पनि सक्दिनँ होइन मैले किन भनेदेखि अहिले चाहिँ मैले किन भनेदेखि मेरो त्यसमा सेक्स गर्न त्यसमा शारीरिक सम्बन्ध राख्न मिल्छ होइन मजाले मिल्छ बच्चा हुँदैन मेरो बोयफ्रेन्ड चाहिँ मेरो पार्टनर चाहिँ त्यसमै खुसी छ मैले भेजिना मैले एउनी बनाएँ भन्दैछ म जो पाइसँग लापरवाहीसँग अहिले यस्तो नेपालमा 30 लाख हाराहारी एचआइभी एड्स भएको मान्छेहरू हुन्छ मेरो लाइफ ड्यामेज गर्न म चाहदिनँ नि त मेरो जिन्दगी लाम्छ म एउटै पार्टनरसँग मैले शारीरिक सम्बन्ध राखेर मेरो पार्टनर चाहिँ खुसी छ भनेर भनेको त्यो त ठिक हो कि मैले जान्न चाहेको कुरा एउटा मेकर भएकोले कारण भोलि स्क्रिप्ट लेख्दा अरूहरूलाई पनि यो ज्ञान होस् न सर होइन कतिजनाहरू तपाईँहरूसँग बोल्नै डराउनुहुन्छ होइन यस्तो तपाईँले भन्नु केटा भन्नु भयो होइन एउटा कुरा म क्वेसन गर्छु हेर्नु जस्तै केटामा तपाईँसँग लिङ्क हुँदा केटा सेक्स गर्नुहुन्थ्यो अरे होइन भनेपछि यो एउटा मैले नौलो कुरा सुन्न चाहिँ सुनेको थिएँ तर चाहिँ अब तपाईँ हुन चाहिँ तेस्रो लिङ्गी स्वभाव तपाईँको लिङ्ग उत्तेजित हुन्थ्यो कि हुन्थेन मेन कुरा त्यो हो कि भोलि हामीले फिल्म बनाउँदा तपाईँकै क्यारेक्टर भोलि मैले गर्नु पर्यो भने होइन अब त्यो चिजसम्म पुग्दा गुप्ताङ्गहरूको कुराहरू त्यो आउँदा समाज मैले कसरी व्यक्त गर्ने उहाँले भन्नुभएको कुरा के हो भने जस्तै तपाईँले अहिले सर्जरी गर्नुभएको त 2 वर्ष भयो भन्नु त्यो लिङ्ग फाल्नुभएको 2 वर्ष भयो भन्नु जस्तै तपाईँ हिजो लिङ्ग नफाल्दाखेरि तपाईँ सेक्स गर्दाखेरि तपाईँको लिङ्ग चाहिँ उत्तेजित हुन्थ्यो लिङ्गको कुरा गर्नु होइन पहिला मैले भर्खर म ट्रान्स भएको बेलामा मैले त्यो मलाई थाहा नहुँदाखेरि त्यो उचित पनि हुन्थ्यो नहुने तर अहिले मैले त्यति बेर मैले आफू ट्रान्स भनेर टेस्टिङ गरेर म खुलिसकेपछि मैले हर्मोन खान थालेँ मैले पुरुषको हर्मोनलाई ब्लक गरिदिने लेडिज हर्मोनलाई उत्तर नहुने दारी जुङ्गा नआउने यस्तो हियरहरू नहुने होइन स्किनहरू राम्रो हुने अहिले त 30